Good morning, sir. Good morning. आज हिजो त टन्नै हुनुहुन्थ्यो आज त आज त्यो हटाइदिएँ लिङ्क नै मैले ए हजुर हजुर होइन उहाँहरूलाई पनि कन्फ्युजन किन पार्ने त्यो अर्को पछि पहिल्यै जोडिया त एकजना त हाम्रै उसको होला नि सर होइन एकजना त हाम्रै जस्तो हो उहाँ यही हुनुहुन्छ यही लिङ्कमा छ ए हजुर नयाँ आउनु भएको थियो र सर हिजो टन्नै हुनुहुन्थ्यो 7-8 जना पो जोडिएको थियौँ त हिजो त ल सुरु गरौँ अब आउने होला मोमेन्ट जेनरेटिङ फङ्सन हामीले यस्तो फङ्सन डिफाइन गर्छौँ त्यसले मोमेन्ट जेनेरेट गर्छ मोमेन्ट जेनरेटिङ फङ्सन of a random variable x when it exists is given by xt equal to expectation of e को power tx के भने कति हो e को power tx भने expectation of x भनेको यो दुईटा हो नि भयो डिस्क्रिट भयो भने समेसन x e को power tx f of x हुने भयो if x is discrete integration minus infinity to infinity e to power tx f of x dx if f is continuous. Continuous भयो भने integration discrete भयो भने यो त मोमेन्ट जेनरेटिङ फङ्सनको डेफिनेसन भएपछि e को पावर एक्सपेक्टेसन अफ e को पावर tx लाई हामीले के भन्ने भयो मोमेन्ट जेनरेटिङ फङ्सन भन्ने भयो उता एक्सपेक्टेसन अफ x भन्ने जस्तै x को ठाउँमा e को पावर tx आएको छ है त्यो कुनमा के हुन्छ भनेको डिस्क्रिट र कन्टिन्युसको लागि हामीलाई त्यो धेरै वरि हुनु परेन यहाँनिर हामीले हैन पोइन्ट टु बी नोटेडमा हामी के भन्नु मोमेन्ट जेनरेटिङ फङ्सन अफ x इन t मा भयो त्यसै यहाँनिर एक्सपेक्टेसन अफ e को पावर tx हो u पुरा हामीले हेर्नु पर्यो अनि u भनेको त e को पावर एक्सपेक्टेसन अफ x हुँदाखेरि यहाँ x हुन्थ्यो हैन अहिले e को पावर tx छ त्यसैले e को पावर tx नै भयो के फरक पर्यो अब डिस्क्रिट भेरिएबलको लागि यसलाई किन मोमेन्ट जेनरेटिङ फङ्सन भने होला भन्ने कुरा गरौँ अब हामीलाई
डिस्क्रिट ऱ्यान्डम भेरिएबलको लागि लियो भनेको माथिल्लो मात्रै हामीले केस लिन्छौँ फर डिस्क्रिट ऱ्यान्डम भेरिएबल x अब हामीलाई मोमेन्ट जेनेरेटिभ फंक्सन mxt is equal to expectation of e to power tx के भनेको कति भयो यो भनेको समेसन अब तल लेख्दै जाउँ समेसन x e to power tx f of x अब फेरि यो समेसनलाई खोल्यो भने e to power tx लाई खोल्नु है पहिलोपल्ट समेसन x e to power tx भनेको कति 1 plus tx plus t square x square by 2 factorial plus t cube x cube by 3 factorial plus t4 x4 by 4 factorial plus अनि यो त e to power tx को भयो त्यसपछिको चाहिँ f of x हुँदैछ त्यसो भए समेसन x भइसकेपछि हामीले के गर्न सक्ने भयो भने यसलाई f of x लाई खोल्नु भने समेसन खोल्यो भने कति हुन्छ अनि यो समेसन x 1 into f of x भनेको f of x प्लस t बाहिर आउने भयो t बाहिर आएपछि कति हुन्छ समेसन x f of x प्लस t स्क्वायर बाई 2 factorial summation x square f of x plus t cube by 3 factorial summation x cube f of x plus so on. यो भनेको सुरुको के भयो समेसन f of x is 1 यो किन सम अफ प्रोबेबिलिटिज जहिले पनि 1 भन्ने भएकोले यसलाई हामीले 1 भन्नु पायौं प्लस t यो x f of x भनेको एक्सपेक्टेसन अफ x हो यसलाई हामीले म्यू भन्ने भयो प्लस t स्क्वायर बाई 2 factorial यो म्यू 1 डैश हो यसलाई हामी म्यू 2 डैश भन्न पायौं यो म्यू 1 डैश भने नि है हामीलाई प्लस t क्यूब बाई t cube by 3 factorial यो mu 3 dash plus so on त्यसपछि यहाँनिर के भयो तपाईले कोएफिसिएन्ट अफ t तो यहाँ जनरल के हुने भयो भन्दाखेरि यहाँनिर एउटा टर्म जनरल टर्म हामीले भन्नुपर्छ जस्तै mu r dash के हो अर्थ मोमेन्ट एन्ड अबाउट ओरिजिन इज द अब t को कोएफिसिएन्ट वन प्लस म्यू यसलाई म्यू मात्रै भनौं t प्लस है अनि म्यू 2 डैश t स्क्वायर बाई 2 factorial भयो प्लस म्यू 3 डैश इज कोएफिसिएन्ट अफ के भयो t क्यूब बाई 3 factorial प्लस हामी के भन्न सक्ने भयो जनरल mu r dash is coefficient of t को पावर r by
r factorial भन्न सक्ने that's why it is के हो मोमेन्ट जेनेरेटिभ फंक्सन मोमेन्ट भनेको यो फंक्सनले के दिने भयो tr by r factorial को कोएफिसिएन्ट गयो भने के दिने भयो मोमेन्ट चार्ज therefore के भन्न सक्ने भयो भने mu r dash is the coefficient of tr by r factorial यसरी एक्सपान्सन गर्यो भने त्यहाँ पुग्न सक्ने भयो एक्सपान्सन गरेर हेर्यो भने त्यसैले के भन्यो भने यसलाई मोमेन्ट जेनेरेटिङ फंक्सन भनेको कारण त्यस्तो हो अब कन्टिन्युअसको पनि त्यस्तै गर्ने हो कन्टिन्युअसको पनि यही भयो तर के भन्यो इन्टिग्रेसनको फर्ममा आउने भयो आई थिंक तपाईहरुले ट्राई गर्न सक्नुहुन्छ कन्टिन्युअस र्यान्डम भेरिएबल भयो भने के हुन्छ भन्ने कुरा कन्टिन्युअसमा पनि समेसनको ठाउँमा इन्टिग्रेसन मात्रै आउने हो भेरिएबल x भयो भने के हुने भयो भन्दाखेरि अब हामी सेम हुने भयो mxt is equal to मोमेन्ट जेनेरेटिभ फंक्सन t is equal to कति भयो यो सुरुको त एउटै हुने भयो एक्सपेक्टेसन अफ e को पावर tx यसपछि बल्ल हामीले समेसनको ठाउँमा के राख्नु पर्यो अनि इन्टिग्रेसन अब integration minus infinity to infinity e को power tx f of x dx भयो अब e को power लाई खोल्नु पर्यो minus infinity to infinity 1 plus e को power tx भनेको tx plus t square x square by 2 factorial plus t cube x cube by 3 factorial plus यो भयो e को पावर tx को फर्मुला अनि f of x dx फेरि यसलाई अब इन्टिग्रेसन डिस्ट्रिब्युट गर्यो भने is equal to minus infinity to infinity अनि यो कति भयो 1 f of x dx plus t by r integration minus infinity to infinity x f of x dx plus t square by 2 factorial by the integration minus infinity to infinity x square f of x dx square f of x dx plus t cube by 3 आउने factorial आउने भयो minus integration minus infinity to infinity x cube f of x dx plus अब यो कति हुने भयो त यो समेसन इन्टिग्रेसन f of x भनेको 1 प्लस यो t को भ्यालु t नै भयो यो कन्टिन्युअस र्यान्डम भेरिएबलको लागि यो के हो म्यु ड्याश हो म्यु 1 ड्याश प्लस t स्क्वायर बाइ 2 factorial mu 2 dash plus t cube by 3 factorial mu 3 dash plus so on only
which is equal to अब हामीले 1 plus t mu1 dash लाई हामीले mu लेख्छौं plus अनि mu2 dash t square by 2 factorial plus mu3 dash t cube by 3 factorial plus mu r dash t r by r factorial plus so on. दुईटै भए पनि के भने भयो त mu r dash therefore के भन्नु पायो mu r dash is the coefficient of equal t r by r factorial. यो तपाईलाई डिस्क्रिट होस् अथवा एप्रोच फरक पनि भयो हैन कन्टिन्युअस भए पनि हामीले निकाल्नु पर्ने कुरा लाई हामीले के भन्नु पाए ल यो मोमेन्ट जेनेरेटिक फंक्सन भयो मोमेन्ट जेनेरेटिक फंक्सन भनेको के भनेको एक्सपेक्टेसन अफ e को पावर tx हो भनेर सम्झनु पर्यो मोमेन्ट सम्झे जस्तै है अब एउटा हिसाब गरौँ Find the moment genetic function of a random variable. Find the moment genetic function of random variable x. Random variable whose probability density is given by density is given by f of x is equal to power minus x for x is greater than 0 elsewhere. Use it to find an expression of त्यति मात्रै नभएर अनि के गर्नु पर्यो use it to find an expression for mu r dash mu r dash एक्सप्रेसन भनेको एक्सपान्सन निकाला भने हो ल अब यसको सल्युसन गर्ने बेला यसमा के भन्यो भने f of x दियो अनि हामीलाई कुन र्यान्डम भेरिएबल छ भन्यो भने यो कन्टिन्युअस र्यान्डम भेरिएबल हो x इज ग्रेटर देन 0 दिएको छ त्यसैले हामीले कन्टिन्युअस र्यान्डम भेरिएबलको मोमेन्ट जेनेरेटिक फंक्सनको फर्मुला लगाउनु पर्यो त्यसै यसमा mgf इज इक्वल टु सल्युसनमा हाम्रो के हुने भयो त we have moment generating function like mxt
इज इक्वल टु इको पावर tx को एक्सपेक्टेसन अफ इको पावर tx। अब यो भनेको कति त भन्ने कुरा आयो, यसको लागि हामीलाई यो पनि चाहिन्छ है, इको पावर f अफ x को लागि। यो भनेको के हो भन्दाखेरि विच इज इक्वल टु, अब यसमा इंटीग्रेशन माइनस इन्फिनिटी टू इन्फिनिटी इको पावर tx f of x dx which is equal to, अब माइनस इन्फिनिटी इन्फिनिटीलाई टुक्राएर 0 टु इन्फिनिटी एउटा इन्फिनिटी गऱ्यो भने अब 0 हुन्छ। त्यसैले यहाँ के भयो 0 टु इन्फिनिटी आउने भयो, इंटीग्रेशन 0 टु इन्फिनिटी इको पावर tx लाई हामी केही गर्नै मिलेन किनभने यो यही नै भयो। f of x भनेको इको पावर माइनस x हो, यो dx हुन्छ। अब यसलाई हामी के गरौँ भने t इज लेस देन 1 भयो भने के गर्छ हुन्छ, हेर्दाखेरि के हुने भयो भन्दाखेरि इको पावर 0 टु 0 है, इंटीग्रेशन 0 टु माइनस इन्फिनिटी ई त कमन आयो, इको पावर माइनस कमन लियो भने 1 माइनस टी एक्स हो। dx और किनभने एब्सोल्युट भ्यालु अफ t should be less than, त्यसैले त्यस्तो गरे। अब यसको इन्फिनिटी सम्मको लागि हामी के गर्छौं भन्दा यो लिमिट निकाल्न इन्टिग्रेसनको लागि हामी के गर्छौं भने यो सिधै इन्फिनिटी भ्यालु राख्न मिल्दैन, इन्डिफाइनाइट इन्टिग्रल भएकोले, which is equal to limit s tends to 0 है, इंटीग्रेशन 0 टु h हामीले इन्फिनिटी राखेर काम गर्दैनौं है, इको पावर माइनस 1 माइनस t x dx। अब यसको लागि अब हामीलाई के भयो भने लिमिटमा मात्रै आउनु भयो। सो लिमिट s टेन्ड्स टु 0 लिमिट s टेन्ड्स टु 0। अब यसको इंटीग्रेशन भ्यालु कति भनेको इको पावर माइनस 1 माइनस t x बाई माइनस 1 माइनस t हुन्छ। एकातिर 0 अर्कोतिर s राख्नु पर्यो। अब h भइसकेपछि यो सबै बाहिर ल्याउन सक्छौं हामीले, अलिक सजिलो हुन्छ। इक्वल टु यो 1 बाई यो माइनस 1 माइनस t भने बाहिर एकपल्ट h राख्नु पर्यो x को, अनि एकपल्ट के राख्नु पर्यो भने 0 राख्नु पर्यो x को ठाउँमा है। यसलाई लिमिट s टेन्ड्स टु 0 h राख्दा है, x को भ्यालु s राख्दाखेरि इको पावर कति हुने भयो भने माइनस 1 माइनस t s हुने भयो, अनि अर्कोपल्ट 0 राख्दाखेरि माइनस इको पावर माइनस 1 माइनस t इन्टु 0 बाई माइनस 1 माइनस t हुने। यो s र 0 राखियो है। अब यसपछि यसको सिम्प्लिफाई 0 ले मल्टिप्लाई गर्दा सबै 0 भइहाल्यो।
इक्वल टु लिमिट यसको भ्यालु 0 राख्यो भने के हुन्छ त s tends to 0 है यो 0 राख्नलाई के भन्ने भयो 1 बाइ यो यतापट्टि राखौँ माइनस 1 माइनस t यो कमन भयो अनि यो 1 बाइ माइनस भएकोले 1 बाइ e को पावर 1 माइनस t s भन्ने भयो अनि माइनस यो कति e को पावर 0 भयो भनेको 1 भयो e को पावर 0 नै ल्याउँ 0 गर्नु लिमिट s tends to infinity हो है 0 भएछ s tends to infinity अनि यो इन्फिनिटी भएपछि कति भयो भने 1 बाइ माइनस 1 माइनस 3 अनि यो 1 बाइ इन्फिनिटी भनेको 0 अनि माइनस 1 यो s tends to infinity राखिसकेको हो यहाँ लेख्नु परेन अब यहाँनिर कति भयो भने 1 माइनस 1 भयो भने तलको माइनस गर्दाखेरि कति 1 बाइ 1 माइनस t भयो अब यो 1 बाइ 1 माइनस t त जनरल फर्म भयो यो भने कति हो भने यसको एक्सपान्सन 1 बाइ 1 माइनस x भनेको 1 प्लस x पछि प्लस t स्क्वायर प्लस t क्यूब प्लस यस्तो प्लस tr प्लस 1 है यो 1 बाइ 1 माइनस x भयो भने प्लस हुने भयो अब यसको अब हामीलाई चाहिने कति के हो त भने मोमेन्ट जेनेरेटिङ फंक्सन निकाल्नलाई tr बाइ r फ्याक्टोरियल को कति भन्ने कुरा चाहियो यो 1 मा हामीले के गर्नु परेन t मा पनि हैन अथवा 1 फ्याक्टोरियल गरिदिनु भयो 1 फ्याक्टोरियल बाइ t गरिदिनु भयो अथवा t स्क्वायर को लागि हामीलाई कति चाहियो 2 फ्याक्टोरियल t स्क्वायर बाइ 2 फ्याक्टोरियल चाहियो 2 फ्याक्टोरियल काट्नलाई प्लस 3 फ्याक्टोरियल कति 3 फ्याक्टोरियल t क्यूब बाइ 3 फ्याक्टोरियल हुने भयो प्लस के भन्नु भने r फ्याक्टोरियल टाइम्स r t को पावर r बाइ r फ्याक्टोरियल प्लस 1 त्यसो भएपछि हामी के भन्नु पायो भने म्यु r ड्याश इज इक्वल टु कति भन्नु भयो त r फ्याक्टोरियल हुन्छ भन्नु पायो यसको मोमेन्ट जेनेरेटिङ फंक्सन त्यति हो अब यो पछि अर्को थ्योरम छ अब यो डेरिभेटिभबाट पनि हामीले मोमेन्ट जेनेरेटिङ फंक्सन निकाल्न सक्छौं त्यसलाई हामीले के भन्छौं भने डेरिभेटिभ राखेर पनि r डेरिभेटिभ निकालेर t इक्वल टु 0 राखेर पनि के हुन्छ भन्ने भन्छौं कहिलेकाहीँ हामीले त्यो एक्सपान्सन आएन भने अथवा एक्सपान्सन गाह्रो भयो भने वी क्यान युज यो म्यु r ड्याश इज इक्वल टु dr mxt मोमेन्ट जेनेरेटिभ with respect to d t to power r putting value t is equal to 0
आर्थ डेरिभेटिभ गर्यो भने सक्सेसिभ डेरिभेटिभ र 8t = 0 गर्यो भने के निकाल्ने भयो डेरिभेटिभ भनेको मोमेन्ट जेनेरेटिभ फङ्सन हुन्छ भनेर हामी सिधै निकाल्न सक्ने यो के को बेला पर्टिकुलरली के भन्दाखेरि अलिक फङ्सन अप्ठ्यारो आयो अथवा हामीले एक्सपान्सन e को पावर tx गर्नलाई गाह्रो भयो भने वी क्यान युज दिस वे t को भ्यालु 0 राख्ने अनि आर्थ डेरिभेटिभ निकाल्ने अब सजिलो के छ भने यसको मोमेन्ट जेनेरेटिभ फङ्सन यसको प्रुफको लागि हामीलाई के सजिलो हुन्छ भने अब mxt = कति mxt हामीलाई अघिको जुन mxt छ नि त्यहाँबाट सुरु गर्छौँ हामीले यहाँ mxt भएकोले mxt नै हामीले = कति हुन्छ 1 + μt अथवा μ1' t लेख्दै जानु त यो हेरेर mxt को मोमेन्ट जेनेरेटिभ 1 + μt + μ2't² / 2 factorial 1 + μt plus है μ2' / t² यसले लेखेन है राम्रोसँग μ2' भइदियो अनि कति हुन्छ t² / 2 factorial 2 factorial plus μ3' t³ / 3 factorial plus यस्तो हुन्छ है अनि त्यो μr' त्यो चाहियो हामीलाई μr' t को पावर r/ r फ्याक्टरसम्म चाहियो किनभने यसको हाम्रो डेरिभेटिभ निकाल्नु पर्छ यहाँसम्म चाहियो अब फर्स्ट डेरिभेटिभ लियो भने के हुन्छ यो डेरिभेटिभ लिँदै जाने t को बेला d mxt / dt गर्ने = फर्स्ट डेरिभेटिभ भनेको 1 को डेरिभेटिभ 0 प्लस μt विथ रेस्पेक्ट टु t है μt को t म्यू मात्रै भयो प्लस अनि μ2' है μ2'
into dash अनि t by 2 फ्याक्चुअल अनि यताबाट 2t हुने भयो यो माथि 2t हुने भयो t स्क्वायरको डेरिभेटिभ तल 2 फ्याक्चुअल त 2 फ्याक्चुअल नै हुँदै जाने भयो त्यस्तै गरेर प्लस गर्दै लेख्नुहोस् अनि म्यु 3 ड्याश मेरोमा अलि लेख्न मिलेन तपाईहरु लिएर जानुहोस् म्यु 3 ड्याश अनि 3t स्क्वायर by 3 फ्याक्चुअल म्यु 3 ड्याश 3t स्क्वायर t क्यूब को डेरिभेटिभ है यो by 3 फ्याक्चुअल प्लस यस्तो हुँदै जाने भयो लास्टको कति नि हो म्यु r ड्याश अनि r टाइम्स t को पावर r minus 1 by r फ्याक्चुअल गर्नुस् प्लस गरेर गर्नुस् त्यो अब t को भ्यालु 0 राख्दा सबै 0 हुन्छ t को भ्यालु 0 राख्यो भने यो टर्म यो सबै के हुने भयो 0 हुने भयो भन्नु पछाडिको त्यसले के हुन्छ म्यु मात्रै हुन्छ पछि t m x t by dt by dt when t is equal to 0 राख्यो भने is equal to mu I त्यस्तै गरेर अब सेकेन्ड अर्डर डेरिभेटिभ अर्कोमा गर्दाखेरि यसमा ल्याएर फेरि डेरिभेटिभ गर्नुभयो भने यो म्यु को डेरिभेटिभ 0 हुन्छ यसको t को 1 हुन्छ अनि हुँदै जान्छ है नेट पनि गयो जस्तो त्यो कन्टिन्यू गर्दै गर्नु है त्यसलाई त्यसलाई कम्प्लिट गर्नु होला त्यो r टाइम्स सम्म डेरिभेटिभ लिँदै जाने हो आफै आइहाल्छ